कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयक अचम्म छ साथीहरू। यार सांसद भवनभित्र प्रतिपक्ष दलका नेताहरूले आफ्नो कुरा नै राख्न नपाउने हो भने यो प्रतिस्पर्धाको मार्गबाट किन जानु पर्यो? यो लोकतन्त्रको मार्गलाई टेकेर चुनावको प्रक्रियाबाट किन जानु पर्यो? अचम्मको छ यार। अनि चुनाव जितिसकेपछि लोकतन्त्रले जितेको छ भन्ने, तर लोकतन्त्रले जितेको छ कि एकतन्त्रले जितेको छ भनेर जनतालाई महसुस पनि गराउने। अहिले विपक्षी दलका नेताहरूले जनताहरूको माग मुद्दाहरू लिएर सांसद भवनमा आएर चाहिँ नि प्रश्नहरू गर्दैछन्। ती प्रश्नको जवाब दिनुपर्छै पर्दैन? जवाब दिनुपर्छ होला नि त, होइन? अचम्म छ, जवाब पनि दिन नमान्ने। अनि विपक्षी दलका नेताहरूले प्रश्न गर्दाखेरि यस्तो बोल्नु हुँदैन, उस्तो बोल्नु हुँदैन भनेर भन्ने। कस्तो खालको ट्रोल बनाएर बस्छ हो सांसद भवनभित्र? अचम्म छ यार, जुनै सरकार आए पनि। यही दिनदेखि हामीले प्रधानमन्त्रीज्यूको उपस्थिति माग गर्दै आइरहेका छौँ। नियम 15(2) सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने, यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिन हुन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु कि त 15(2) प्रयोग गरेर प्रधानमन्त्रीज्यूलाई ल्याउनु पर्यो, होइन भने 31(1) प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश यहाँले दिनु पर्यो। दुईटामा एउटा गर्नु पर्यो। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, यहाँको पनि बाध्यता छ। तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेछु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ, म यो कुरा राख्न चाहन्छु सभामुख महोदय। धन्यवाद।